चाहिँ म तपाईहरुलाई होम अर्थमेटिक अन्तर्गत होम अर्थमेटिक त थाहा छ नि यो कलर त्यति राम्रो भएन है होम अर्थमेटिक भनेको तपाईको हाम्रो गाउँघरको घरेसी हैन घरेलु म्याथमेटिक्स ठीक छ हजुर हाम्रो गाउँघरमा यो पनि भन्ने गरिन्छ कि तपाईहरु 12 मा पढ्नुहुन्छ अनि एउटा चाहिँ यो काठको मुढा ढेग नाप्न सक्नुहुन्न त यो पनि त राम्रो भएन मेरो पनि उ भएछ कि कस्तो म्याथ सर थियो कि सिकाउन सक्नु भएन सिकाइदिनु भएन तपाई त्यसमा पनि इन्जिनियर अब इन्जिनियरहरुलाई मात्रै घरै नाप्ने खेतै नाप्ने पोस्ट एस्टिमेसन गर्ने त्यति काममा मात्रै सीमित नभएर हामीले काठको जुन के भन्छ लोग हुन्छ लोग भनेको मुढा भन्छ मुढा हैन त्यो हाम्रो ट्री प्लान्टको जुन मुढा हुन्छ लग जसलाई भन्छ यसलाई के भन्छ रे लग भनेको मुढा भइहाल्यो लग यो लग भनेको भ्यालु वाला लग होइन यो लग भनेको काठको ढेङ जुन हुन्छ नि काठको लकडी हुन्छ नि त्यसलाई भन्छ अनि यसको तपाईको हेर्नु राम्रो छ यो जुन आउटर पार्ट छ नि आउटर यो पार्ट आउटर यसलाई तपाईको बार्क भन्छ बार्क ठीक छ अनि यो हेर्नु यो जुन पार्ट छ नि यो साप अफ लग भन्छ साप अनि यो जुन भयो नि जसलाई हाम्रो गाउँमा फरी भन्छ फरी यसलाई हट भन्छ हट ये हट स्पेलिङ हुन्छ यो चिआरटी हट हट पार्ट भयो यो लबको यो हट पार्ट भयो यो बार्क पार्ट भयो यो साप पार्ट भयो हैन त जहिले पनि यो लगलाई नाप्दाखेरि हैन त्यो बार्क पार्टलाई के गर्छ इग्नोर गरिदिन्छ बार्क पार्टलाई के गर्छ इग्नोर गरिदिन्छ किनभने मेन मेटेरियल भनेको हाम्रो यति पार्ट यति पार्ट हो यति पार्ट हाम्रो मेन मेटेरियल यो माथिको त हाम्रो त्यतिकै यो उडिहाल्छ हैन यसको काम केही लाग्दैन त्यसलाई हामी बोक्रा भन्छौं नि बोक्रा हजुर छाला भन्छौं नि त्यो छाला भएर यो दाउराहरु बाल्नमा मात्रै काम लाग्छ त म तपाईलाई एउटा दुई किसिमको पढाइदिन्छु एउटा त गाउँघरमा गरिने हिसाब बहुत सिम्पल अनि एउटा तपाईको के हुन्छ साइन्टिफिक कसरी नाप्ने त तपाईको गाउँघरमा के छ कसरी नापिन्छ त तपाईको जस्तै यो पानो कि यो भाग छ यसको सर्कमफ्रेन्स बुझ्नु भने गोलाइपन बढी छ यसको गोलाइपन मानु कि कम छ हैन यो हेर्दा पनि कम लाग्छ त यदि दुईटै साइड यदि तपाईको बराबर छैन त यस्तोमा के गर्छ गाउँघरमा नाप्ने बेलामा एभरेज मोटाइ दिन्छ एभरेज मोटाइ भनेको ठ्याक्कै भनौं न बीचबाट लिइहाल्छ त बीचबाट लिँदाखेरि यसरी यो नाप्दाखेरि यसको मोटाइ ठीक छ कुरा बुझ्नुभयो यता धेरै मोटो थियो यता अलि पातलो थियो त के गर्यो बीचबाट नापिहाल्छ त यो नाप्नको लागि गाउँघरको अनुसारले यसलाई इन्चेसमा नाप्छ इन्चमा केमा नाप्छ रे इन्च त इन्च हामी नापिहाल्नु त यो के भयो मोटाइ भनेको के थिकनेस यस थिकनेस इट्स थिकनेस त थिकनेसलाई तपाईले इन्चमा नाप्नु पुरा बुझ्नुभयो यसलाई के भन्ने रे थिकनेस ठीक छ अनि यहाँदेखि यहाँ यसको के भइहाल्यो यो के भइहाल्यो लेन्थ भइहाल्यो हैन थिकनेसलाई तपाई केमा नाप्ने रे इन्चमा बिसियो टेप हुन्छ नि टेपमा तपाईको इन्च त तपाईहरु त डेली प्रयोग गर्नुहुन्छ हजुर इन्च ठीक छ अनि यो जुन लेन्थ छ तपाईले यसलाई फिटमा नाप्नु फिटमा अब एउटा कुरा तपाईलाई प्रब्लम आउन सक्छ के प्रब्लम आउन सक्छ कहिलेकाहीँ जस्तै 10 फिट 3 इंच भइहाल्यो के
लेन्थ मानुस कि 10 फिट यसरी लेख्छ 3 इंच के भइहाल्यो रे यो लेन्थ भइहाल्यो ठीक छ यो लेखाइ यसरी हुन्छ नभए तपाईलाई यो सिम्बल आउँदैन भने 10 इंच 10 feet and 3 inch तपाईले लेख्न सक्नुहुन्छ ठीक छ त फर्स्ट यु कन्भर्ट दैट 3 inch into the feet ओके जस्तै 3 inch is equal to 3/12 because 12 inch बराबर के हुन्छ हाम्रो 1 फिट त यो हाम्रो कति भइहाल्छ यो फिट मा कन्भर्ट भइहाल्छ त यो कति भइहाल्छ 0.25 फिट भइहाल्यो 0.25 के भ्याल्यु फिट भइहाल्यो यसको मतलब मेरो लेन्थ कति भइहाल्यो 10.25 फिट भइहाल्यो ठीक छ पैसा अब तपाईले यसको भोल्युम भन्छ क्या भोल्युम नै तपाईले लगाइदिने यहाँ लेखिदिन्छु भोल्युम B is equal to हेर्नु मोटाई गुणे मोटाई भनेको थिकनेस इन्टु थिकनेस सिम्पल थिकनेस थिकनेस इन्टु थिकनेस बुझिराख्नु भएछ थिकनेस इन्टु थिकनेस इन्टु लेन्थ डिवाइडेड बाइ 2304 अब जति रिजल्ट आउँछ त्यही नै यसको के भन्छ क्यूबिक फिट भइहाल्छ सपोज दैट हाम्रो यसको थिकनेस थियो 42 इंच ठीक छ 42 इंच के थियो थिकनेस थियो यसको लेन्थ कति थियो 10.25 फिट थियो त हामीले के गर्ने थिकनेस इन्टु थिकनेस भनेको 42 into 10.25 into 10.25 divided by 2304 त कति भ्यालु तपाईको गर्नुस् त क्याल्कुलेटर युज गर्नुस् त क्याल्कुलेटर 7.8 यस 7.84 क्यूबिक फिट भइहाल्यो तपाईको यो क्यूबिक फिट भइहाल्यो त के गर्छ गाउँघरमा यस्तो भन्छ कि तपाईलाई 1000 को क्यूबिक फिट पाउनुहुन्छ भन्छ कि भन्दैन अथवा 1500 को क्यूबिक फिट पाउँछ अथवा 2000 को क्यूबिक फिट पाउँछ यो त काठको क्वालिटी हैन सखुवाको बढी दाम हुन्छ सिसोको दाम त्यो भन्दा अलि कम रहन्छ हैन त्यस्तै जामुनको हैन त्यो लकडीको त्यो काठको मुढाको जात हेरेर त्यसको भाव बढी या घटी हुन्छ अब जति रुपैयाँ केबी फिट दिएको छ मानु कि 2000 रुपैयाँ केबी फिट भनेको छ ठीक छ त 2000 रुपैयाँले हामीले 7.84 लाई गुणा गरिदिन्छौं त्यही नै त्यसको यो काठको मुढाको दाम भइहाल्छ बुझ्नु भएन ठीक छ यो प्राय जसो गाउँघरको चलन चल्तीमा प्रयोग गर्ने यो फर्मुला हो तर यो फर्मुला त्यति जेन्युन छैन मतलब इन्टरनेशनली भनेको अन्तर्राष्ट्रिय रूपमा अथवा के भन्छ स्ट्यान्डर्ड मापदण्ड अन्तर्गत यो आउँदैन त यसको लागि म तपाईलाई स्यामलियन फर्मुलामा पढाउँछु जुन तपाईको म्याथमेटिक्स सँग कम्प्लिटेड रिलेटेड छ ठीक छ त यसको लागि म अर्को भिडियोमा तपाईहरुलाई भन्नेछु